धन्यवाद। माननीय सदस्यहरू, सर्वप्रथम यस सभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा पाल्नुभएका सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक स्वागत गर्दछु। माननीय सदस्यहरू, आज विभिन्न विषयमा आफ्ना केही कुराहरू राख्न माननीय सदस्यहरूबाट अनुरोध भइआएकोले म आकस्मिक समयमा बोल्नका लागि 3 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम माननीय सदस्य वासना थापा। माननीय सदस्य निष्कल राई। सम्माननीय सभामुख महोदय, नेपाली कांग्रेसको तर्फबाट केही असहमतिको विषय उठान गर्न चाहन्छु। प्रतिनिधि सभा न्यायालय मस्यौदा समितिमा मैले कतिपय विषयमा फरक मत जाहेर गरेको थिएँ, तर बहुमतले त्यसलाई सुनेन। नियमावलीको नियम 2047 को उपनियम 3 मा भ्रष्टाचार मुद्दामा संसदलाई विशेष छुट दिने प्रयत्न किन? संसद संविधान र कानुनभन्दा माथि कसरी हुन सक्छ? म स्पष्ट भन्न चाहन्छु, इलामका जनताले मलाई बेदाग प्रतिनिधिका रूपमा यहाँ पठाएका हुन्। म दाग बोकेर फर्कन चाहन्न। त्यसैले नियमावलीको विवादित प्रावधानहरू भ्रष्टाचार निवारण ऐन 2059 को दफा 33(1) अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन 2048 को दफा 17 सँग बाँझेका छन्। यति मात्र होइन सभामुख महोदय, संसदीय समिति र सांसदहरूको हकमा प्रचलित अन्य कानुनहरूले छुनै नसकिने हामी यति सुप्रिम कसरी हुन सक्छौँ? नियम 259 मा विशेष कानुन सरह लागू हुन्छ भनिएको छ। नियमावली कसरी विशेष कानुन हुन्छ? नियमावली प्रतिनिधि सभा सदस्यको विशेष अधिकार हुने पनि देखिएको छ। यसमा हाम्रो आपत्ति छ। यो लोकतान्त्रिक मूल्य र विधिको शासन विपरीत छ। यो नियमलाई टेबल नगरेर पुनः समितिमा फिर्ता पठाइयोस्। पर्याप्त छलफल, सहमति र पुनर्लेखनपछि मात्र सदनमा ल्याइयोस्। सभामुख महोदय, 2/3 नजिकको शक्तिशाली सरकार आखिर सदनसँग किन डराएको छ? किन अध्यादेशको बाटो समाएर संसदलाई कमजोर बनाउन खोजिँदैछ? अध्यादेश ल्याउने नआउने भन्ने हाम्रो भनाइ होइन, तर अध्यादेश संसदको भावना र आवश्यकता अनुसार आउनुपर्छ। सत्ता सहजताको साधन बन्नु हुँदैन। अहिलेको अध्यादेश त्यस अनुकूल छैन, जसको दफा दफामा हामी सदनमा जवाब खोज्नेछौँ। सरकारलाई हाई सन्चो मानेर बस्न दिँदैनौँ। अन्य विषयमा बहस गर्दै गरौँला, तर छुटाउनै नमिल्ने विषय हो संवैधानिक परिषद सम्बन्धी अध्यादेशको। यो अध्यादेशले संविधानको मर्म र संविधानवादलाई कतैबाट पनि फाइदा पुर्याएको छैन। गणपूर्वक संख्या तोक्ने विषय संविधानको परिकल्पना हुनै सक्दैन। त्यसमाथि 6 सदस्यमा प्रधानमन्त्री सहित 3 जनाले गर्ने निर्णय कसरी बहुमत हुन सक्छ? अध्यादेशको हरेक क्लजमा प्रधानमन्त्रीलाई हाइपर पावर दिइएको छ। प्रधानमन्त्री सहज हुन्छ भनेर संवैधानिक परिषदको कल्पना संविधानमा गरिएको होइन, जसलाई नेपाली कांग्रेस पार्टी र संसदीय दलको नेताले 7 बुँदा स्पष्ट भाषामा लिखित असहमति र प्रतिवाद गर्नुभएको छ। सभामुख महोदय, सहर सुन्दर बनाउने नाममा यो सरकारले डोजर चलायो, तर दुर्भाग्य त्यो डोजरले केवल टहरा भत्काएन, नागरिकको भरोसा पनि भत्कायो। राज्यले विकासको नाममा विपन्नको छानोमाथि प्रहार गर्यो र अन्ततः खोटाङका इन्द्रबहादुर राईको ज्यान दियो। के राज्य यति कठोर हुन सक्छ कि नागरिकको पीडाभन्दा संरचनाको नक्सा ठुलो देखियोस्? के निमुखाको जीवन यति सस्तो भयो कि डोजरको आवाजले उसको चित्कार दबियोस्? सभामुख महोदय, यो सरकारको अमानवीय व्यवहारको अर्को पीडादायी उदाहरण हुन् 20 वर्षीय अञ्जली महतो। घर भत्काउँदा उनी 2 जेउकी थिइन्। केही दिनदेखि सुत्केरी भइन्, तर राज्यले मातृत्वको सम्मान गरेन, संवेदनाको कदर गरेन। सुरक्षित आवास दिनुपर्ने सरकारले चिसो कोठामा कोचिदियो। नेपालको संविधानको धारा 38, धारा 36, धारा 40, धारा 42 ले मौलिक हकको प्रत्याभूत गरेको छ। म सरकारलाई सोध्न चाहन्छु, के यो सरकार संविधानभन्दा माथि हो? मत चल्ने बेला विपन्न नागरिक मतदाता हुने, तर पीडामा पर्दा उनीहरूलाई राज्यले नचिन्ने, यो कुन प्राकृतिक नियमको सिद्धान्त हो? सभामुख महोदय, भूमिहीनको समस्या समाधान गर्नुपर्छ भन्नेमा नेपाली माननीय सदस्य, समय सकिएको छ। माननीय सदस्य जगदीश खरेल, ललितपुर। सम्माननीय सभामुख महोदय, म आज मात्रै स्विजरल्यान्ड भ्रमण सकेर काठमाडौँ आएको छु।
स्विजरल्यान्डमा सेन्ट ग्यालेन सिम्पोजियममा म स्पिकरको रूपमा र प्यानलिस्टको रूपमा गएको थिएँ र जसको पूर्व जानकारी सम्माननीय सभामुखज्यूलाई लिखित रूपमा दिएर र मेरो पार्टीका श्रद्धेय सभापति रवि लामिछानेज्यूलाई लिखित रूपमा जानकारी गराएर र परराष्ट्र मन्त्रीज्यूलाई पनि जानकारी गराएर म गएको थिएँ र म गएको भोलिपल्ट नै वैशाख 23 गते सम्माननीय सभामुख महोदय एउटा राजधानी दैनिक नामक पत्रिकाले पूर्व सञ्चार मन्त्री स्विजरल्यान्ड सुटुक्क भागे अनुसन्धानको घेरामा पर्ने डरले भनेर समाचार लेखेको रहेछ। त्यसप्रति मेरो गहिरो खेद र दुःख व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो स्मार्ट टेलिकमको 30 अर्ब ठगी प्रकरण भनेर र त्यसमा मलाई जोडेर सुटुक्क चाहिँ स्विजरल्यान्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, यति भ्रामक, यति घटिया र यति तल्लो स्तरको सी ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो, यसले मेरो मान सम्मान प्रतिष्ठा, मेरो राजनीतिक जीवन, समग्र संसद सांसदको भूमिका र मेरो पार्टी प्रतिमा पनि यसले चाहिँ अपमान गरेको मैले महसुस गरेको छु र यो सम्मानित संसदमा रेकर्ड रहोस् भनेर म यसको खेद र भर्त्सना व्यक्त गर्न चाहन्छु। म चुनौती दिन चाहन्छु। स्मार्ट टेलिकम प्रकरणमा मैले सम्माननीय सभामुख महोदय एउटा मिटिङ, एउटा फाइल ल्याउने, एउटा फाइल अगाडि बढाउने, एउटा फाइल पारित गर्ने, मन्त्रालयका अथवा सम्बद्ध कुनै पनि निकायसँग मैले एउटा मिटिङ मात्रै पनि गरेको रहेछ भने स्मार्ट टेलिकमको सन्दर्भमा घोटालाको त परै जाओस्, मिटिङ मात्रै गरेको रहेछ भने पनि मेरो सम्पूर्ण राजनीतिक जीवनबाट म सधैँका लागि बिदा लिन तयार हुन्छु। तर प्रचार र झुटो चाहिँ एउटा लान्छना लगाउने हिसाबमा सस्तो र सी ग्रेडको पत्रकारिता, डी ग्रेडको पत्रकारिता गर्ने नाममा कसैको व्यक्तिगत स्वाभिमानमाथि कसैले यसरी चुनौती दिन्छ भने आज सम्मानित सदन मार्फत म त्यो पत्रिकाका चाहिँ ओनरहरू, त्यसका सम्पादक र जो सम्बद्ध छन् उनीहरूलाई खुला रूपमा चुनौती दिन चाहन्छु कि यो प्रमाणित गर्न सक्दैनौ भने पत्रकारिताको जीवनबाट तिम्रो पत्रिका बन्द गर्न सक्ने तिमीसँग हिम्मत छ? यो चुनौती दिन चाहन्छु सभामुख महोदय। होइन भने यसरी राजनीतिक रूपमा एउटा उदाइरहेको व्यक्तिलाई, पार्टीलाई, संस्थालाई, संसदलाई यसरी अपमान गरेर अगाडि बढ्न पाइँदैन। म यो अनुरोध गर्न चाहन्छु र सम्पूर्ण मेरा शुभचिन्तकहरूलाई यो भ्रममा नपर्नको लागि पनि म अनुरोध गर्न चाहन्छु। र अन्त्यमा के भन्न चाहन्छु भनेदेखि यहाँ सञ्चार मन्त्री हुनुहुन्छ भने म सम्माननीय सभामुखज्यू मार्फत आग्रह गर्न चाहन्छु, कृपया प्रेस काउन्सिललाई सशक्त बनाउनुहोस्, अहिले नै सशक्त बनाउनुहोस् प्रेस काउन्सिललाई, त्यो आग्रह गर्न चाहन्छु। त्यस्तै गरेर गृहमन्त्रीलाई र सम्माननीय माननीय सदस्य, समय सकिएको छ। माननीय सदस्य पद्मा कुमारी अरियाल। सम्माननीय सभामुख महोदय, मलाई हिजोका दिनहरू याद आइरहेका छन्। हिजो अध्यादेशलाई लोकतान्त्रिक मूल्य र मान्यतामाथिको निर्मम आघात भन्दै यही सदन तताउनेहरू आज स्वयं त्यही बाटोमा निर्धक्क हिँडिरहनु भएको छ। यो राजनीतिक विवेकको परिपक्वता हो कि सत्ता सुविधा अनुसार बदलिएको नैतिकता? जनताले यसलाई रूपान्तरण भनेर बुझ्ने कि निर्लज्जताको पराकाष्ठ भनेर चिन्ने? सभामुख महोदय, दार्शनिक जोन स्टुआर्ट मिलले बहुमतको निरङ्कुशताको खतरा औल्याएका थिए। आज हामी त्यही खतराको सङ्घारमा छौँ। नयाँ सोच, नयाँ सरकार, नयाँ गति, नयाँ सङ्कल्प भन्ने आकर्षक नाराले जनताको मन त जितियो, तर व्यवहारले भनिरहेको छ के नयाँ सोच भनेको संसदलाई पन्छाएर कार्यपालिकाको स्वेच्छाचारिता शासन लाद्ने सोच हो? के नयाँ सङ्कल्प भनेको जनउत्तरदायित्वबाट पूर्णतः विमुख हुने अभ्यास हो? संसद आवन भइसकेपछि त्यसलाई स्थगन गर्दै अध्यादेश ल्याउनु सरकार आफ्ना निर्णयहरूमाथि उठ्ने प्रश्नहरूबाट भाग्न खोजेको कायरताको प्रमाण हो। यो अध्यादेशको श्रृङ्खला यतिमा रोकिँदैन। अध्यादेशको कार्यान्वयनसँगै प्रधान न्यायाधीश नियुक्तिको सिफारिस जसरी गरियो त्यसले इतिहासमै पहिलो पटक स्थापित मान्यतालाई खण्डित गरेको छ। शक्ति पृथकीकरणको सिद्धान्तको धज्जी उडाएको छ। न्यायपालिकाको प्रमुख को हुने भन्ने कुरा विधिले होइन, प्रधानमन्त्रीको तजविजले निर्धारण गर्ने जुन खतरनाक भाष्य सिर्जना गरिँदैछ। त्यसैले स्वतन्त्र
न्यायपालिकाको घाँटी निमट्ने काम पनि गरेको छ। सभामुख महोदय, लोकतन्त्रको प्राण भनेको नागरिकको सङ्गठित हुन पाउने अधिकार, तर राजनीतिक आस्थालाई बन्देज गर्ने गरी जसरी विद्यार्थी सङ्गठन र कर्मचारी ट्रेड युनियन खारेजी जस्ता विषयहरू अध्यादेश मार्फत ल्याइँदैछन्, यसले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएको छ। के अब यो देशमा राजनीतिक आस्था मरेको हो? के अब राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर दलहरूलाई नै सङ्कुचित र नियन्त्रण गर्ने दुस्साहस हुँदैछ? यो लोकतन्त्र होइन, यो नियन्त्रित तानाशाहतर्फको यात्रा हो। सभामुख महोदय, म सरकारलाई स्मरण गराउन चाहन्छु, लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्छ, तर सार्वभौम संसदभन्दा माथि कहिल्यै हुन सक्दैन। सत्ताको उन्माद क्षणिक हुन सक्छ, तर संसदीय मर्यादा र विधिको शासन स्थायी हुनुपर्छ। त्यसैले कार्यपालिकाको यो स्वेच्छाचारिता तत्काल बन्द गरियोस्, संसदको रुमन्त लिने, सांसदहरूको अधिकार कुण्ठित गर्ने काम बन्द होस् भन्दै प्रस्तुत सम्पूर्ण अध्यादेशहरू अविलम्ब खारेज गरियोस्। सम्माननीय सभामुख महोदय, म अर्को प्रसङ्ग उठाउन चाहन्छु। यो मुलुकका अव्यवस्थित बसोबासी र सुकुम्बासीहरूलाई डोजर आतङ्कबाट विचलित बनाइयो। यो घटनाको म निन्दा गर्न चाहन्छु। नेकपा एमाले दलका तर्फबाट निन्दा प्रकट गर्न चाहन्छु। सरकार कानुनको कुरा गर्छ, तर माननीय सदस्य युवराज दुलाल। सम्माननीय सभामुख महोदय, जहानिया राणा शासन निरङ्कुश राजतन्त्रका विरुद्ध नेपाली जनताले पटक पटक सशस्त्र सङ्घर्ष र शान्तिपूर्ण जनआन्दोलनद्वारा स्थापित लोकतन्त्र हो। यो लोकतन्त्रमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान छ, जहाँ राज्य मौलिक हकको रूपमा, नागरिकको मौलिक हकको रूपमा आवासको हकको ग्यारेन्टी गरिएको छ। यस्तो अवस्थामा आज राज्य प्राकृतिक विपत्ति आउनु पूर्व मानव सृजित विपत्ति ल्याउन उद्धत छ। मानवहरू बसिराखेको बस्तीहरूमा 24 घण्टे अल्टिमेटम दिएर मानिसहरूलाई राज्यको सम्पूर्ण सुरक्षा फौजको आतङ्क देखाएर, डोजर आतङ्क देखाएर आज नागरिकहरूलाई आत्महत्या हुनको लागि राज्यले बाध्य बनाएको छ। यसमा सरकारलाई, इन्द्रबहादुर राईहरूले आत्महत्या गर्दाखेरि सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने, म सरकार समक्ष यो प्रश्न तेर्स्याउन चाहन्छु। सम्माननीय सभामुख महोदय, विधिको शासन, रुल अफ लको नारा दिएर आएको सरकार के आज रुल बाई अर्डिनेन्स अथवा अध्यादेशबाट देश चलाउने कतै सपना देखिराखेको त छैन? यसले सत्तारूढ दलकै झन्डै 2/3 बहुमतको जनप्रतिनिधिहरूलाई गिज्जाइरहेको त छैन? त्यसकारणले यो के हो? यो लोकतन्त्रको उन्नत अभ्यास हो या निरङ्कुश तन्त्रतर्फको पाइला हो, सङ्केत हो? यसको जवाब सरकारले हामीलाई दिनुपर्दछ। सम्माननीय सभामुख महोदय, प्रधान न्यायाधीश नियुक्ति प्रकरणमा सरकारले जुन विधि अवलम्बन गर्यो, अध्यादेश ल्याएर 6 जनामा 3 जनाबाट बहुमत हुन्छ भन्ने, अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनुपर्नेमा अध्यक्षता दिने व्यक्तिको समेत मतबाट बहुमतको निर्णय गर्नु लोकतन्त्रको अभ्यास हो या निरङ्कुश तन्त्रको सङ्केत हो? के संवैधानिक परिषदमा उपस्थित भएका अन्य सदस्यहरूको मतको कुनै औचित्य हुँदैन लोकतन्त्रमा? सहमतिको कुनै अभ्यासको औचित्य हुँदैन लोकतन्त्रमा? या यो जुन तरिकाले आज एउटा सम्मानित सर्वोच्च अदालतको गरिमा, ओज, विश्वास र अनुशासनमाथि नै एउटा चुनौती सिर्जना गर्ने गरी सरकारले जुन निर्णय गरेको छ, त्यो निर्णयले हाम्रो अदालतको मर्यादा र विश्वासमाथि ठुलो आघात पुर्याएको छ। त्यसकारणले सरकारले यस्ता गम्भीर सवालहरूको जवाब यो सदनमा दिनुपर्दछ भन्ने हाम्रो दलको मत रहेको छ। धन्यवाद। माननीय सदस्य हर्कराज राई। माननीय सदस्य यथास्थानबाट आफ्नो कुरा राख्नुहोला। सभामुख महोदय, मेरा केही प्रश्नहरू छन्। म आफ्नो विचार राख्नुभन्दा प्रश्न राख्न चाहन्छु।
लिपुलेकमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिल्केटो नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई। आज देश अभिभावकविहीन बन्न पुगेको छ। हजारौं लाखौं गरिब सुकुम्बासीहरूलाई बेघर बनाएर रुवाउने, आत्महत्या गर्न बाध्य बनाउने सरकार असफल भइसकेको हामीलाई महसुस भएको छ। संविधानको धारा 16 को 1 सम्मानजनक बाँच्ने अधिकार, संविधानको धारा 37 को 1 आवासको अधिकार मौलिक हक उल्लङ्घन गरेको छ यो सरकारले। संविधान मिच्ने सरकारको कुनै औचित्य हुन्छ र? गरिबका भत्किएका बस्ती अनि बिजोग गरी राखिएका होल्डिङ सेन्टर्समा प्रधानमन्त्री जानुभयो कि जानुभएको छैन? कि आफ्नै कार्यालयमा लुकी बस्नु भएको छ? हामी उत्तर चाहन्छौँ। सरकारले आफै विधि थिति मिचेर अध्यादेश ल्यायो। लोकतन्त्रको याद दिलाउनु पर्ने भयो। नागरिक सर्वोच्चतालाई संसदको सर्वोच्चताले स्थापित गर्दछ। संसद छल्नु भनेको जनमत नमान्नु हो, लोकतन्त्र नमान्नु हो। विधि र थिति बसाउन किन सकेन यो सरकारले? सरकार आफैले लोकतन्त्रलाई किन कमजोर बनाउने दिशामा गयो? सरकार चलाउनेलाई अब अङ्कगणित समेत सिकाउनु पर्ने बाध्यता आयो। सामान्य हिसाब समेत सिकाउनु पर्ने बाध्यता आयो। संवैधानिक परिषद सम्बन्धमा 6 सङ्ख्यामा 3 कसरी बहुमत भयो? चौथो वरियतालाई पहिलो देख्ने सरकारलाई 4 पहिले आउँछ कि 1 पहिले आउँछ भनेर सिकाउनु पर्ने भयो। विदेशी ऋण लिनमा विश्व कीर्तिमान राख्ने जस्तो देखिन्छ यो सरकारले। बिना योजना विदेशी ऋण ल्याउने सरकारले पछि आफैले व्यक्तिगत रूपमा ऋण तिर्ने हो कि आम जनताले तिर्ने हो? ऋणको प्रस्ताव संसदमा पेश गरेर घनीभूत छलफल गर्नुपर्छ कि पर्दैन? सांसदहरू मार्फत सम्पूर्ण नेपालीलाई औचित्य पुष्टि गरेर बुझाउनु पर्छ कि पर्दैन? बजेट बनाउँदा प्रतिपक्षी दलहरूसँग छलफल गर्नुपर्छ कि पर्दैन? कि एकलौटी स्वेच्छाचारी बनेर बजेट ल्याउने हो? के यो सरकार र सरकारमा बस्नेहरूको गोजीको पैसा हो यो? राज्यको ढुकुटी भए प्रतिपक्षसँग सल्लाह गरेर छलफल गरेर सबैतिरका जनताको सेवा सुविधा सम्बोधन गर्ने गरी बजेट बनाउनु पर्ने होइन र? यसपालिको बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टीको बजेट हो? यो कुराको उत्तर हामीलाई चाहिन्छ। 100 रुपियाँको सामान ल्याउँदा भान्सार तिराउने सरकारले स्वदेशी उत्पादन बढाउने नीति के कस्तो अख्तियार गरेको छ? कि जनतालाई भोकै मार्ने चाल मात्रै हो यो? रातभरि नाकाबाट लागु औषध तस्करी हुन्छ भन्ने खबर आएको छ त्यतातिर। माननीय सदस्य, समय सकिएको छ। माननीय सदस्य खुशबु ओली। सम्माननीय सभामुख महोदय, सुकुम्बासी बस्तीको व्यवस्थापन पक्कै पनि जरुरी विषय थियो, तर उक्त बस्ती तहस नहस गरेपछि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नै सरकारलाई आग्रह गर्यो, बिन्ती बिसायो र भन्यो अब डोजर रोकियोस्, अवैध संरचना बाहेक अन्य ठाउँमा अब डोजर चलाइने छैन। यो बिन्ती तब बिसाइयो जब 2 जना गरिबले आफूले दुःख गरेर बनाएको टहरा भत्किएपछि आत्महत्या गर्न विवश भएका थिए। उहाँहरूको जीवन नै समाप्त हुँदा समेत सरकारले कुनै सम्वेदना प्रकट गरेको सुनिएन, केही वक्तव्य निकालेको पनि सुनिएन। यस घटनाबाट के बुझ्ने? यसले स्पष्ट रूपमा यो सरकार सामान्य भोइ मान्छेहरूबाट कति टाढा रहेछ भन्ने कुरा जनाउँछ कि जनाउँदैन? यहाँ त मृत्युको पनि वर्ग र जात छ, क्लास एन्ड कास्ट हुँदो रहेछ। सम्माननीय सभामुख महोदय, गरिब भोइ मान्छेको मृत्युलाई त बेवास्ता गरिदो रहेछ। हिजोको दिनमा सत्तारूढ पार्टीका साथीहरूले भनेको सुनेका थियौँ, मानिसको जीवन प्रमुख हो, सिंहदरबार त संयौं बनाउन सकिन्छ। आज म उक्त पार्टीका साथीहरूलाई प्रश्न गर्न चाहन्छु, खोला किनारमा बस्ने गरिब मानिसको जीवन हुन्छ कि हुँदैन? हामीले भन्दै आएका थियौँ विस्थापन अगाडि उचित व्यवस्थापन गर्नुपर्छ, त्यही बेला हामीलाई आलोचित गरियो, तर सत्तापक्षका साथीहरू आज भन्दै हुनुहुन्छ अब थप विस्थापन अगाडि नै उहाँहरूको लगत सङ्कलन गरिनुपर्छ।
हामीले हिजो आलोचित हुँदै भनेका कुरा र आज उहाँहरूले भनेको कुरामा के फरक भयो त? होल्डिङ सेन्टरमा सुकुम्बासीहरूले भरेको फारममा उद्धार गरिएको जस्तो स्थान जस्ता शब्दहरू प्रयोग गरिएको छ। के उद्धार गरिएको भन्ने ठाउँमा जबरजस्ती डोजर चल्दछ? के उद्धार गरिएको भन्ने ठाउँमा घर भत्काइन्छ? रातिको समयमा 48 घण्टाको पनि समय नदिकन डोजर चलाउने निर्णयलाई उद्धार भन्न मिल्छ? काठमाडौँमा 48 घण्टामा कोठा सार्न सकिन्छ? काठमाडौँका कति घरपेटीले सुकुम्बासीलाई घर भाडामा दिन सक्छन्? सम्मान सहित डोजर चलाउनुलाई उद्धार भनिन्छ? यो मात्र नीतिगत त्रुटि होइन, यो मानवीय संवेदनशीलताको गम्भीर असफलता हो, जसको नैतिक जिम्मेवारी सरकार र रासोपाले लिनुपर्छ भन्ने माग गर्दछु। उद्धार भएको भए उहाँहरूको लगत सङ्कलन पहिला गरिन्थ्यो। उद्धार भएको भए उहाँहरूलाई उचित ठाउँमा लगेर पहिले व्यवस्थापन गरिन्थ्यो। उद्धार त उचित मानवीय हस्तक्षेप यानि कि गुड ह्युमन इन्टरभेन्सन मार्फत हुन्छ। मेसिनको हस्तक्षेप मसिन इन्टरभेन्सन मार्फत होइन। यहाँ त रुल अफ ल त परको कुरा भयो, रुल बाई ल पनि होइन, रुल बाई विल भइराखेको छ। म एउटा कुरामा ध्यानाकर्षण गराउन चाहन्छु। तत्कालीन अवस्थामा यो विधेयक नितान्त रूपमा आवश्यक देखिएको भए तापनि प्रक्रियागत हिसाबले हुँदा चाहिँ प्रतिनिधि सभालाई सरकारले व्यवस्था गरेको हो कि भन्ने कुरा देखिन्छ। अझ भनौँ प्रतिनिधि सभालाई छायामा पारेको हो कि भन्ने पनि भान हुन्छ। प्रतिनिधि सभा सरकारको कठपुतली होइन। तपाईहरूलाई लाग्ला यो मेरो कुरा होइन। यही सदनमा अहिले उपस्थित भन्नुभएको माननीय मन्त्रीज्यूको कुरा हो, जुन अहिले सत्ता पक्षमा हुनुहुन्छ। आज प्रतिपक्षबाट सत्ता पक्षमा उहाँ त्यो बेलमा जाँदै गर्दाखेरि यो विचारमा उहाँ किन अडान लिन सकिराख्नु भएको छैन? नेपालको संविधानको धारा 114ले बाध्यात्मक अवस्थामा मात्रै अध्यादेश जारी गर्न सकिन्छ भनिरहेको छ। आज मान्यज्यूलाई म सोध्न चाहन्छु, तपाईँले गत अघिल्लो सरकारको अधिवेशनमा मान्य सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट पत्रहरू प्राप्त भएका छन्। सोको बेहोरा म पढेर सुनाउँछु। सम्माननीय राष्ट्रपति रामचन्द्र पौड्यालज्यूले सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको नेतृत्वमा सम्वत 2082 साल चैत्र 13 गते गठित मौजूदा मन्त्री परिषदमा सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधान बमोजिम देखाए अनुसार नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मिति 2082 12 27 गते मन्त्री परिषद गठन गर्नुभएको बेहोरा अनुरोध गर्दछु। 1. श्री बालेन्द्र शाह, प्रधानमन्त्री रक्षा। 2. डाक्टर स्वर्णिम वाग्ले, मन्त्री अर्थ। 3. श्री शिशिर खनाल, मन्त्री परराष्ट्र। श्री विराज भक्त श्रेष्ठ, मन्त्री ऊर्जा जलस्रोत तथा सिंचाई। श्री सुदन गुरुङ, मन्त्री गृह। श्री सुनिल लम्साल, मन्त्री भौतिक पूर्वाधार तथा यातायात शहरी विकास। श्री सविता गौतम, मन्त्री कानुन न्याय तथा संसदीय मामिला। श्री सीता बादी, मन्त्री महिला बालबालिका तथा ज्येष्ठ नागरिक। श्री प्रतिभा रावल, मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण। श्री निशा मेहता, मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी। श्री सस्मित पोखरेल, मन्त्री शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद। श्री खड्गराज पौड्याल, मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन। डाक्टर विक्रम तिमिलसिन्हा, मन्त्री सञ्चार तथा सूचना प्रविधि। श्री गीता चौधरी, मन्त्री कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण। श्री गौरी कुमारी, मन्त्री उद्योग वाणिज्य तथा आपूर्ति। श्री रामजी यादव, मन्त्री श्रम रोजगार तथा सामाजिक सुरक्षा। मिति 2082 12 27, महादेव पन्त, सचिव। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौड्यालज्यूले सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूको सिफारिसमा मौजूदा मन्त्री परिषदका गृहमन्त्री श्री सुदन गुरुङले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजले सम्हाली आउनुभएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी मिति 2083 1 9 गते तोक्नु भएको बेहोरा अनुरोध गर्दछु।
मिति 2083-19 महादेव पन्त सचिव। माननीय सदस्यहरू, प्रतिनिधि सभा नियमावली 2079 को नियम 10 बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न निम्नलिखित माननीय सदस्यहरूलाई मनोनयन गरेको बेहोरा जानकारी गराउँछु। 1. माननीय कामिनी कुमारी। 2. माननीय सदस्य गङ्गा लक्ष्मी अवाल। 3. माननीय सदस्य ताहिर अली भाट। 4. माननीय सदस्य पूर्ण प्रसाद लिम्बू। 5. माननीय सदस्य बलावती शर्मा। 6. माननीय सदस्य मिङमा ग्याबु शेर्पा। 7. माननीय सदस्य यज्ञ बहादुर बोगटी। माननीय सदस्यहरू, प्रतिनिधि सभाको अधिवेशन चालू नरहेको अवस्थामा सङ्घीय संसदको संयुक्त समिति र प्रतिनिधि सभाका विषयगत समितिहरूमा केही माननीय सदस्यहरूको नाम तत्काल हेरफेर गर्नुपर्ने अवस्था उत्पन्न भई केही समितिहरूमा माननीय सदस्यहरूको नाम हेरफेर गर्न बाधा नपर्ने गरी मिति 2083 साल वैशाख 3 गते बिहिबार प्रतिनिधि सभा नियमावली 2079 को नियम 260 र 261 को अधिकार प्रयोग गरी बाधा अड्काउ फुकाउने आदेश जारी गरिएकोले उक्त बाधा अड्काउ आदेश प्रतिनिधि सभा नियमावली 2079 को नियम 260 बमोजिम अनुमोदनका लागि प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यो प्रस्तावको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले उक्त बाधा अड्काउ फुकाउ आदेश बहुमतले अनुमोदन भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका माननीय सभापति गणेश पराजुलीलाई प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पेश गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, सर्वप्रथम आजबाट सुरु भएको यो अधिवेशनमा यस सम्मानित सदनमा साङ्केतिक भाषामा अनुवाद सुचारू गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्दछु र म मेरो विषयवस्तुभित्र प्रवेश गर्दछु। प्रतिनिधि सभाको मिति 2082 चैत्र 23 गतेको बैठकबाट नेपालको संविधानको धारा 104 को उपधारा 1 बमोजिम प्रतिनिधि सभाको कार्य सञ्चालन, बैठकको सुव्यवस्था, समितिहरूको गठन तथा काम कारबाहीलाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन 15 सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गर्न माननीय कविन्द्र बुढाकोटी प्रस्तावक तथा माननीय सीता थपलिया, माननीय गणेश सिंह ठकुन्ना, माननीय युवराज दुलाल, माननीय शुभराज राई, माननीय भरत गहतराज र माननीय पुष्पा कुमारी चौधरी समर्थक रहनुभई प्रस्तुत गर्नुभएको प्रस्ताव यस सार्वभौम सदनबाट सर्वसम्मतिले पारित भएको थियो। यस सम्मानित सभाले नै उक्त समितिमा म सांसद गणेश पराजुलीलाई सभापतिको जिम्मेवारी प्रदान गरी नेपालको संविधान तथा प्रचलित सभाका नियमावली र कानुन अनुरूप नवनिर्वाचित प्रतिनिधि सभा नियमावलीको मस्यौदा तयार गरी सदन समक्ष पेश गर्न 14 दिनको समयावधि तोकी कार्यदेश प्रदान गरेको निवेदन गर्दछु। समितिले मिति 2082 चैत्र 24 गतेदेखि कार्य प्रारम्भ गरी आन्तरिक कार्यविधि तयार गर्दै नियमित बैठकहरू सञ्चालन गरेको थियो। यस अवधिमा समितिले संविधान, लोकतन्त्रको मर्म, प्रचलित कानुन, विगतका नियमावली, अन्तर्राष्ट्रिय प्रचलन तथा संसदीय अभ्यासलाई आधार मानी सघन र गहन छलफल गरेको बेहोरा स्मरण गराउँछु।
यसै गरी समितिले चैत्र 25 देखि वैशाख 7 सम्म गरी कुल 14वटा बैठक बसेको र करिब 50 घण्टाभन्दा बढी समय लगाएर नियमावली मस्यौदा समय सीमाभित्रै लेखन सम्पन्न गरेको अवगत गराउँछु। समितिका माननीय सदस्य ओजस्वी शेरचन, माननीय सदस्य ऐन बहादुर महर, माननीय सदस्य खगेन्द्र सोनार, माननीय सदस्य खुशबु ओली, माननीय सदस्य गजला मिक्रानी, माननीय सदस्य तपेश्वर यादव, माननीय सदस्य ध्रुवराज राई, माननीय सदस्य निशा डाँगी, माननीय सदस्य निष्कल राई, माननीय सदस्य बलावती शर्मा, माननीय सदस्य मधुकुमार चौलागाई, माननीय सदस्य एकीमणि नेउपानी, माननीय सदस्य रेखा कुमारी यादव, माननीय सदस्य सुलभ खरेलज्यूहरूले आफ्ना दलभित्र समेत आन्तरिक छलफल गरी प्रस्तुत गर्नुभएका सुझावहरूलाई प्राथमिकता साथ समितिमा छलफल गरी मस्यौदालाई निर्माण र लेखन गरिएको थियो। सँगसँगै मिति 2083 वैशाख 6 गते समितिको बैठकमा श्री मनोहर प्रसाद भट्टराईज्यू र डाक्टर भरतराज गौतमज्यू जस्ता सङ्घीय संसद सचिवालयका अनुभवी पूर्व महासचिव समेतबाट सुझाव प्राप्त गरिएको तथा सोही दिनको अर्को बैठकमा विशेष आमन्त्रित सम्माननीय सभामुखज्यूबाट राय सुझावसहितको प्राप्त भएको मार्गदर्शनले मस्यौदालाई थप परिपक्व बनाउन अहम भूमिका खेलेको निवेदन गर्दछु। यसरी व्यापक छलफल समन्वय परामर्शबाट तयार गरिएको प्रस्तुत प्रतिनिधि सभा नियमावली मस्यौदा 2083 लाई समितिको मिति 2083 वैशाख 8 गतेको बैठकबाट सर्वसम्मतिले पारित गरिएको छ। साथै समितिले आन्तरिक कार्यविधि, समितिको गठन सम्बन्धी प्रस्ताव तथा सचिवालयको विवरण अनुसूची समावेश गरिएको छ। अन्तमा समितिको कार्यमा मार्गदर्शन प्रदान गर्नुहुने सम्माननीय सभामुखज्यू, माननीय सदस्यज्यूहरू, आमन्त्रित विज्ञहरू, सङ्घीय संसद सचिवालयका पदाधिकारी तथा सहयोगमा जुट्नुहुने सम्पूर्ण कर्मचारीहरूप्रति सहृदय हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यस समितिबाट तयार गरिएको यो प्रतिनिधि सभा नियमावली मस्यौदा 2083 सम्मानित सदन समक्ष पेश गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब म सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई क्रमशः सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 र संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 पेश गर्न अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, सार्वजनिक खरिद सम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयमा थप प्रतिस्पर्धा एवं स्वच्छता कायम गर्दै इमान्दारिता र जवाफदेहिता प्रवर्धन गरी मितव्ययी तथा विवेकपूर्ण ढङ्गबाट सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न र सार्वजनिक निकायले निर्माण कार्य गर्दा गराउँदा मालसामान, परामर्श सेवा तथा अन्य सेवा खरिद गर्दा त्यस्तो खरिदको व्यवस्थापन क्षमता अभिवृद्धि गरी उत्पादक, विक्रेता, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा सेवा प्रदायकलाई बिना भेदभाव सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुने समान अवसर सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्न सार्वजनिक खरिद ऐनमा रहेका व्यवस्थाहरूलाई तत्काल संशोधन गर्न आवश्यक भएकोले सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 जारी गरिएको हो। यस अध्यादेशमा आयोजना सञ्चालन गरी सम्पन्न गर्न लाग्ने समयावधिलाई मध्यनजर गरी बोलपत्र आह्वानदेखि अन्य म्यादलाई उल्लेख्य रूपमा घटाइएको छ। मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने लचिलो व्यवस्था गरिएको छ। सार्वजनिक खरिदमा स्वदेशी माल सामान खरिदलाई प्राथमिकता दिने, सार्वजनिक खर्च कटौती गर्न ई मार्केट प्लेसको अवधारणा लागू गर्ने, भेरिएसन आदेश जारी गर्ने अधिकारलाई जिम्मेवार बनाउने जस्ता प्रावधानहरू समावेश गर्न आवश्यक परेकोले नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 जारी भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले सभा समक्ष यो अध्यादेश पेश गर्दछु। धन्यवाद।
महोदय, सम्माननीय सभामुख महोदय, प्रचलित कानुन बमोजिम नियुक्ति तथा मनोनयन भएका वा तोकिएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानुनी व्यवस्था गरी सम्मत 2082 साल चैत्र 12 गतेभन्दा अगाडि सार्वजनिक निकायमा नियुक्ति भई बहाल रहेका सार्वजनिक पदाधिकारीहरूको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए तापनि पुराना नियुक्तिहरूलाई पूर्णतया विस्थापित गरी योग्यता प्रणालीका आधारमा शून्यबाट नयाँ नियुक्ति सुरु गर्ने र भविष्यमा हुने नियुक्ति हुने पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण उत्तरदायी बनाउने उद्देश्य राखी सम्बन्धित ऐनहरूमा रहेका तत्सम्बन्धी व्यवस्थाहरूलाई तत्काल संशोधन गर्न नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले सभा समक्ष यो अध्यादेश पेश गर्दछु। धन्यवाद। सम्माननीय सभामुख महोदय, संवैधानिक परिषदको काम कर्तव्य अधिकारलाई व्यवस्थित गर्न संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 कार्यान्वयनमा रहेको छ। उक्त ऐनमा रहेका व्यवस्थालाई तत्काल संशोधन गर्न आवश्यक भएकोले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 जारी गरिएको हो। यस अध्यादेशमा परिषदको बैठकको समय व्यवस्थापन, प्राथमिकता निर्धारण तथा निर्णय प्रक्रियालाई व्यवस्थित बनाउन गणपूरक संख्या नपुगेका कारण पटक पटक बैठक स्थगित हुने अवस्थालाई हटाउन, उपस्थित सदस्यको अनुपातमा गणपूरक संख्या मिलाई बैठक निरन्तर रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 जारी भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले सभा समक्ष यो अध्यादेश पेश गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब म अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083 पेश गर्न अनुमति दिन्छु। सम्मान्य सभामुख महोदय, नेपालको संविधानको धारा 114 को उपधारा 1 मा सङ्घीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था रहेको छ। यसै गरी सोही धाराको उपधारा 2 मा उपधारा 1 बमोजिम जारी भएको अध्यादेश ऐन सरह मान्य हुने व्यवस्था रहेको छ। तस्करी, भन्सार, अन्तशुल्क तथा कर सहित सम्बन्धी, कर प्रत्यक्ष वा अप्रत्यक्ष समेत सम्बन्धी, धितोपत्र वा कमोडिटिज बजारलाई प्रतिकूल प्रभाव पार्ने मार्केट म्यानिपुलेसन वा भित्री कारोबार इन्साइडर ट्रेडिङ सम्बन्धी, मुद्रा, बैङ्किङ, वित्तीय, विदेशी विनिमय अधिकार पत्र र बीमा सम्बन्धी सम्बद्ध कसुरसँग सम्बन्धित सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङको विषयमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानुनमा तत्काल संशोधन गर्न आवश्यक भएको र सङ्घीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्था समेत नभएकोले सम्पत्ति शुद्धिकरण मनी लन्ड्रिङ निवारण ऐन 2064 लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले सभा समक्ष यो अध्यादेश पेश गर्दछु। माननीय सदस्यहरू, अब म माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 पेश गर्न अनुमति दिन्छु।
सम्माननीय सभामुख महोदय, सुशासन प्रवर्धन, सेवा प्रवाह तथा विकास निर्माणका कार्यमा अवरोधको पहिचान गरी राज्यका काम कारबाहीलाई शीघ्र र प्रभावकारी रूपमा सम्पादन हुने व्यवस्था सुनिश्चित गर्न प्रचलित नेपाल ऐनहरूमा रहेका व्यवस्थाहरूलाई तत्काल परिमार्जन गर्न आवश्यक भएकोले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरिएको हो। यस अध्यादेशमा भूमि सम्बन्धी ऐन 2021 संशोधन गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विद्यमान समस्या समाधान गर्न आवश्यक व्यवस्था गर्ने विषय, मालपोत ऐन 2034 संशोधन गरी लिखित रजिस्ट्रेसन, नामसारी, दाखिल खारेज लगायतका काम स्थानीय तहले समेत गर्न सक्ने व्यवस्था गर्ने विषय, वन ऐन 2076 संशोधन गरी आयोजना सञ्चालनका बखत आइपर्ने बाधा अवरोध हटाउनलाई वन क्षेत्रको प्रयोगलाई व्यवस्थित गर्ने विषय तथा सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन निजामती सेवा ऐन, स्वास्थ्य सेवा ऐन र सङ्घीय संसद सचिवालय सम्बन्धी ऐनमा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्थालाई खारेज गरी कर्मचारीको गुनासो प्रभावकारी रूपमा सुनवाई गर्ने लगायतका व्यवस्था राखिएको छ। शिक्षा सम्बन्धी विभिन्न ऐनमा समसामयिक सुधार गर्ने विषय, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन 2074, भू उपयोग ऐन 2076, बीमा ऐन 2079, विधायन ऐन 2081 लगायतका 19 वटा ऐनमा समसामयिक सुधार गर्न आवश्यक भएकोले सङ्घीय संसदको अधिवेशन नरहेकोले नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले सभा समक्ष यो अध्यादेश पेश गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब म माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावललाई सहकारी पहिलो संशोधन अध्यादेश 2083 पेश गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, सङ्घीय संसदको अधिवेशन नभएको र सहकारीको सम्पत्ति दुरुपयोग र अपचलन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन, ऋण असुलीलाई तीव्रता दिई बचत फिर्ता गर्न, सहकारीको मूल्य मान्यता विपरीत भए गरेका क्रियाकलापलाई नियमन र नियन्त्रण गर्न, सहकारी ऐन 2074 मा रहेका विभिन्न हदम्यादको विषयलाई परिमार्जन गर्न, सहकारी दर्ता अधिकारी र राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका स्पष्ट गर्न, बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरण मार्फत इजाजत पत्र प्रदान गर्ने व्यवस्था मिलाउन, ऐनमा रहेका केही प्रावधानहरूमा संशोधन र परिमार्जन गर्न आवश्यक भएको र सहकारी क्षेत्रको नियमन, अनुगमन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तत्काल सहकारी कानुनमा संशोधन गर्न आवश्यक भएकाले नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम सहकारीको पहिलो संशोधन अध्यादेश 2083 जारी भएकाले सम्माननीय सभामुख महोदयको अनुमतिले सभा समक्ष यो अध्यादेश पेश गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब म माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहतालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पेश गर्न अनुमति दिन्छु। सम्मानीय सभामुख महोदय, नेपाललाई स्वास्थ्य क्षेत्रमा क्रमशः आत्मनिर्भर बनाउँदै लैजान, नागरिकलाई स्तर स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्य सम्बन्धित उच्च स्तरीय अध्ययन र अनुसन्धानको प्रवर्धन गर्न, आवश्यक जनशक्ति तयार गर्न, स्थापित स्वास्थ्य प्रतिष्ठानहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक रहेको छ। विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पदाधिकारीहरूको पदावधि, सेवा सुविधा लगायतका विषयमा एकरूपता कायम गर्न, प्रतिष्ठानहरूमा सुशासनमा कायम गर्न,
सेवा प्रभावकारी बनाउनको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 जारी भएको छ। साथै नागरिकहरूलाई सहज एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी देशको स्वास्थ्य क्षेत्रको सुधारको लागि स्थापना एवं सञ्चालनमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबाट सम्पादन हुने काम कारबाही थप प्रभावकारी एवं सुदृढ बनाउन आवश्यक भएकोले अध्यादेश मार्फत कानुनी व्यवस्था गरी कार्यान्वयन हुन आवश्यक रहेकोले सम्माननीय सभामुख महोदयको अनुमति लिई सभा समक्ष यो अध्यादेश पेश गरेको छु। धन्यवाद। मान्य सदस्यहरू, अब म माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पेश गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, विश्वविद्यालयको सर्वोच्च निकायको सम्बन्धमा विश्वविद्यालय सम्बन्धी प्रचलित कानुन बमोजिम भिन्न भिन्न प्रकृतिका संरचनाहरू रहेकोले त्यस्तो सर्वोच्च निकाय सम्बन्धी व्यवस्थामा एकरूपता कायम गरी विश्वविद्यालय सञ्चालनलाई प्रभावकारी र पारदर्शी बनाउनको लागि विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 जारी भएको छ। विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता हासिल गरी राजनीतिक हस्तक्षेप हटाउँदा योग्यता प्रणालीको आधारमा विश्वविद्यालयका पदाधिकारीहरू नियुक्त गर्दा तथा विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता वृद्धि गर्न विश्वविद्यालय सम्बन्धी ऐनहरूमा उपकुलपति र शिक्षाध्यक्षको योग्यता तोक्दा अझ बढी प्रभावकारी हुन जाने सहितका विषयलाई दृष्टिगत गर्दै सोही बमोजिम कार्य सम्पादन गर्न गराउन नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम अध्यादेश जारी गरी विश्वविद्यालयहरू सम्बन्धी भिन्न भिन्न ऐनमा संशोधन भएको छ। विश्वविद्यालयको व्यवस्थापन र सञ्चालनलाई प्रभावकारी बनाउन साझा कानुन जारी गर्ने सम्बन्धमा विश्वविद्यालयको व्यवस्थापन र सञ्चालनमा एकरूपता कायम गर्न आवश्यक भएकोले अध्यादेश मार्फत कानुनी व्यवस्था गरी कार्यान्वयन हुन आवश्यक भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले सभा समक्ष यो अध्यादेश पेश गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, आजै दिनको 4 बजे सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्माननीय राष्ट्रपति महोदयबाट सम्बोधन हुने भएकाले दिनको 3:45 बजे अगावै आफ्नो आसन ग्रहण गरी सक्नुहुन अनुरोध गर्दछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक आजै दिनको 5 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।